Oh my god. Sorry guys. उसलाई चाहिँ इग्नोर गरिदिनु होला ल हाम्रो सिकिस म्याम के भन्दै हुनुहुन्छ सो हेलो गाइज के छ नाम सो गाइज वेलकम टु मेरो च्यानल होइन सिम्सन एक्सप्लोर हाम्रो सिम्सन सरको च्यानलमा तपाईँहरूलाई स्वागत छ र अहिले चाहिँ हामी यो सिन्धुपाल्चोकको मान्द्रा भन्ने ठाउँमा छौँ र ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ अति नै राम्रो छ यस्तो खतरा भ्यू देख्ने ठाउँ छ र यो चाहिँ एकदमै माथि रहेको छ र ठाउँ चाहिँ एकदम राम्रो छ हामी तीनजना लफङ्गाहरू यतिकै डुलिरहेको छौँ हामीलाई थाहा छैन कहाँ जाने हो के गर्ने हो तर पनि कौन है ये लोग कहाँ से आते हैं बाटोमा बाइकले पनि दुःख दियो बाटोमा त्यस्तै रहेछ ठाउँ पनि चिसो चिसो रहेछ तर देख्न सक्नुहुन्छ राम्रो छ हामी चाहिँ यहाँ एले भाइको घरमा आएको हो उहाँको गाउँ हो र उहाँको यहाँ जग्गा थुप्रै छ अरे उहाँले किट्याम नगर्नु होला जग्गा उहाँको नाममा छैन तर यही जग्गा हेर्न हामी जाँदैछौँ र उहाँको तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ भनिदिनुहोस् जनता जान चाहन्छ एकदमै एक्साइटेड छु फर्स्ट टाइम आफ्नो जग्गा हेर्न गएको छु तिम्रो बाउको नाम छ मेरो बाउको नाम रिन्जेन शेर्पा मेरो आमाको नाम अङ्डुमा शेर्पा होइन मैले तपाईँले भन्नु खोजेको चाहिँ जग्गा अहिले तपाईँको नाममा पास भएको छैन त्यही भएर तपाईँको नाम भन्नु मिल्यो जे होस् हुनेवाला होइन त हुनेवालामा चाहिँ दाजुभाइमा कति पास होला तपाईँको हातमा कति पर्छ जस्तो लाग्छ 50-50 काठमाडौँको चाहिँ कति याना कति बिघा काठमाडौँको चाहिँ कसलाई काठमाडौँ 50-50 हुनेवालालाई है सो प्लिज गर्ल्सहरू प्लिज किप कन्ट्याक्ट तर उहाँ चाहिँ एकदम लोयल अनि एकदम हार्ड वर्किङ चाहनुहुन्छ अनि सो उहाँको प्यारेन्ट्स पनि यहीँ हुनुहुन्छ हेलो 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 जेबसी हजुरको हामी यहाँ जग्गा हेर्न आएको कता छ हामीलाई देखाइदिनु बाटो जनता जान चाहन्छन् कति रोपनी कति बिघा हजुर एकदम तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ फोन नम्बर 9820 बाँकी आफै थिच अहिले हामीलाई जग्गा देखाउन लाँदै हुनुहुन्छ उहाँले चाहिँ आङ्ग्लोमाले मात्र बोलाउनु भयो हामीले बोलाउनु भएन हामी दुखी छौँ तर पनि केही छैन उहाँको छोराले हुनेवाला जग्गाको मालिकले बोलाउँदै हुनुहुन्छ हामीलाई उहाँको भागमा 50% आउँछ अरे सो उहाँ एक्साइटेड हुनुहुन्छ कान्छा छोरा पऱ्यो 25% पनि आउन सकिन्छ 25% किनभने दाइ अलिकति त्यस्तै राम्रो हुनुहुन्छ तर उहाँले धेरै लग्यो भने उहाँको हातमा थोरै पाउँछ उहाँ चाहिँ एकदम सोझो हुनुहुन्छ अरे यो पनि हो अरे यो माथिको नि हो माथिको पनि हो अरे है माथि त झाडी मात्र देख्छ तर पनि यो जग्गा चाहिँ हो गाइसहरू जग्गै हो चाहन्छ भने आउनु होला 1.5 करोड मात्रै नम्बर चाहन्छ भने 98 इन्स्टाग्राम आइडी एलिया शेर्पा स्न्याप एलिया शेर्पा पब्जी सब एलिया शेर्पा छ यहाँ हाम्रो खानेकुरा पनि छ तपाईँले देख्न सक्नुभयो हामीले अहिले भर्खरै सिन्धुपाल्चोकमा चाहिँ हाम्रो रिन्जिन शेर्पाको परिवारको हामी घरमा घुम्न आएका थियौँ र उहाँले खुबै जग्गाहरू देखाउनु भयो हामीलाई र यदि तपाईँहरूलाई केही जग्गा चाहिएको छ भने 9768 760178 मा मलाई सम्पर्क गर्न सक्नुहुन्छ म हजुरहरूलाई आनाको मिलाएर दिनेछु ए सरी गाइजहरू हाम्रो आफ्नै जग्गामा खानु पाउने खानेकुरा पाइसकेका छौँ प्रकृतिले दिनुभएको खानेकुरा हामी खान गइरहेको छौँ है साथीहरू त्यो खानेकुरा हो ए यो के भन्छ रे यसलाई खानियो यस्तो हुन्छ है अमिलो हामीले त थाहा पनि छैन अमिलो
रसिलो ए यो त यसलाई के भन्छ साँच्ची त्यो रातो रातो हुन्छ है रातो रातो हुन्छ पाकेन छ है खाइसो खाइसो यति खाने हो पाकेन कस्तो अमिलो हुन्छ रगत जस्तो जुस आउँछ हुन्छ साथीहरू खानु मन छ भने आउनु होला आउनु लाउनु लाउनु खानु 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 पाकेन छ नि भाइ ऊ, पाकेन चित्तो मिठो झोल आउँछ भित्र भित्र त्यो टोक्नु त नखाङ कस्तो मेरो भित्रको टोकेर निल्नुहोस् त निल्नु त हुनु खाने भाने नभएर हो कि ठिकै छ गाइस निल्ले हो पापा कहाँ म त रक्छु छु खानी हो मेरो मम्मी आजको हाम्रो यात्रा यहीँसम्म थियो अब हामी फर्किँदैछौँ हामी यहाँ गुरुबालाई भेट्न गइरहेको छु गुरुबा उहाँ मौन धारण गर्दै हुनुहुन्छ होला यता यता कता गयो यताबाट यताबाट लेट्स गो बाँदर जस्तो कुद्नु चाहिँ हुँदैन है यतिको जान्छ है हुन्छ त्यही नै हुनुपर्छ आफ्नो करेसा बारीमा फलेको रातो रसिलो इम्ली इम्ली जस्तो खानेकुरा आफ्नै करेसा बारीमा टिपेर खाइरहेको छु कति अमिलो इम्ली तपाईँहरूको बिहानको सुरुवात कसरी भयो हामीलाई कमेन्ट गरेर खबर गरिदिनु होला तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै सायद शेर्पा गाउने हो अनि एउटा कुरा मैले के याद गरेँ भन्दाखेरि यो अर्को घर अगाडि यो जुन बुद्धिस्टको राखिन्छ त्यसको चाहिँ अगाडि बोर्डको चाहिँ अलिकति राख्ने रहेछ अलिकति हाँगा राखिदिने अनि तल चाहिँ झन्डा झुन्डाउने रहेछ यो चाहिँ मैले सबै घरमा नोटिस गरेँ नौलो लाग्यो म पनि तामाङ हो मेरो घरमा पनि बुद्धिस्टहरू हुनुहुन्छ तर त्यो कुरा चाहिँ मैले देखेको थिएन त्यही भएर अब हामी फर्किँदैछौँ एकछिन ब्राइटनेस बढोस् साथी हो जिन्दगीमा खाना र मर्न चाहिँ कहिले लजाउनु हुँदैन त्यही भएर म खाना लजाएको छैन जे भेट्यो त्यही खाएर हाँस उठेन फेरि बाइक स्टार भात बोला जस्तो सुन्नु बोल्दा त तपाईँलाई थाहा छ आज म एकदम भोकाएको छु पेट कराइरहेको छ एकदम भुँडी फुट्नु लागिरहेको त्यसै कारण पात पनि आइरहेको छ म पाच्छु क्विक ढिस्क्यो धन्यवाद चलो गाइस चलो रातो पानी नुहाउन गइरहेको छु म विकास दाइसँग सिमन दाइसँग बसिरहेको छु दाइ चलाइरहेको छ अगाडि मम्मी बाबा अनि विकास दाइ र गुरुबा चाहिँ अगाडि गइसकेको छ हामीहरू चाहिँ यहाँ अहिले भर्खरै हिँडिरहेको जसरी गयो पनि भेट्ने त हामीले नै हो विकास दाइलाई त्यही हो गाइस रोडहरू यस्तै छ है गाइस त्यस्तो ठाउँमा छ हामी यहाँ ट्रक आइसकेको छ तपाईँलाई गाह्रो 36 भइसकेको छ गाइसहरू बिहान बिहान हामीहरू यसरी हिँडिरहेछु अगाडि हिँड्न सक्नुहुन्छ रिभर झर्ना सिधै हेर्दै मम्मी बाबाहरू अगाडि रहेछ गाइसहरू हामीले भेटिसक्यो मम्मी बाबालाई यो गर्दा बित्तिकै देख्छ हेर्ने ऊ त्यहाँ अगाडि मम्मालाई भेटिसक्यो 10 मिनट 5 मिनट अगाडि हिँडेको मान्छे हामीले भेटिसक्यो मम्मा जति सुधै स्पिड कुदाइ नि हामीले भेट्ने बानी हो अगाडि यो काटेर बनाएको जस्तो छ यो डाँडा साइडमा पुरै काटेकै देखिरहेको छ हेर्नु यहाँनिर डाँडा कैकाहरू यहाँ टिप्पर गाउँघरमा झन् टिप्पर कति छ
जाने मान्छेहरू यसरी ओर्ने लिएर हिँड्दो रहेछ यहाँको हामीहरू चिनेन आएन गाइजहरू यस्तो यहाँ अगाडि अगाडि गुरुवाहरूलाई पनि भेटिसकेको छ गाइजहरू हजुर साँच्ची हाम्रो बाइकको यहाँ गियर नत्र भए हामीहरू अहिले कतिको स्पिड 60-70को स्पिडमा त पुगिसक्यो हुन्थ्यो अगाडि छ ल यहाँ हामी कन्स्ट्रक्ट गरिरहेको छ ब्यागमा उठेर त्यहाँनिर हेर्नु सक्नुहुन्छ डोजर हो कि के भयो भन्दै यहाँ पहिला आएको रहेछ है गाइजहरू पहिला आएर बनाइसकेको रहेछ गाइजहरू Kurgang luar biasa yang semua hotel semua cari semua guys terus ठाउँमा हामीहरू घुम्न आइसकेका छौँ गाइजहरू त्यो पनि मङ्सिरको महिना हो पुसको महिना होइन यहीँ हो त हामी पुसको महिनामा आइसकेका छौँ यहाँ नुहाउनलाई गाइजहरू पारामा यहाँ आइसकेको छु यहाँ नुहाउनु जान्न सुरुमा नुहाउनुभन्दा अगाडि चाइना बोर्डर जान्छ जस्तो लागिरहेको छ गाइजहरू हामीलाई चाहिँ गेट चेन्ज हुँदैन त्यही भएर यस्तै हो गाइजहरू अब गेट चेन्ज भएको भए हामीहरू अहिले कहाँ थियो है त गुरुवाहरू त पछाडि हुन्थ्यो सेट भएर नि अब यस्तै छ है गाइजहरू चाइना बोर्डर जाने भने नि यस्तो ठाउँ चाहिँ मजाले चलाउनु पर्छ है हेर्नु सक्नुहुन्छ नेचर कति मजाको छ है अब यहाँभन्दा उता चाहिँ चाइना बोर्डर नै होला सिधै कि त यताउता नि हल्का टाइम लाग्छ होला 10-20 मिनट जति झर्ना गाइजहरू यतानिर नि हुँदो रहेछ ओहो यहाँनिर गाह्रो ठाउँमा पुग्नेछौँ हामीहरू यस्तो ठाउँमा मम्मी बाबाहरूलाई के हुन्छ होला गाइजहरू हामीलाई डर लागिसक्यो अहिले नि मम्मी बाबाहरूले सक्दैन नि त यस्तो ठाउँमा अगाडि नै हेर्नु सक्नुहुन्छ ठुलो झर्ना यो सेट कन्टेनरले चिकिहाल्नुपर्छ भने कन्टेनर झर्ना नै हाम्रो मिस्टेक गरेको सेट कन्टेनर सेट कन्टेनर नै हजुर फोटो खिच्ने ठाउँ पनि छ है गाइजहरू यहाँनिर फोटो खिच्नु मन छ भने यहाँनिर झर्नामा मजा आउँछ यहाँ अगाडि छ झर्ना गाइजहरू हेर्नु सक्नुहुन्छ झर्ना यहाँ हेर्नु सक्नुहुन्छ गाइजहरू झर्ना अब हामीहरू यहाँ फोटो खिच्नु लागेको छौँ गाइजहरू झर्ना गाइजहरू चाइना बोर्डर झर्ना जाने यस्तो जग्गा बोर्डरहरू हामी काँडे जस्तो छ डाँडा चाइनाहरूको कन्टेनर चाहिँ लास्टै छ है गाइजहरू यिनी इम्पोर्ट एक्सपोर्ट गर्नु पऱ्यो नि त यो हेर्नु सक्नुहुन्छ प्योर चाइनाको गाडी ट्याङ्कर कन्टेनर सेम चाइना जस्तै यही बाटो बन्द भएको थियो पहिला यहाँ हेर्नु सक्नुहुन्छ बाढी पहिरोले बन्द भएको थियो यहाँनिर यहाँ माथि नै हेर्नु सक्नुहुन्छ अहिले हामीहरू यही बाटो हिँडिरहेको छौँ घुमेला ढुङ्गा आउँदा त्यो चाहिँ थाहा भएन हामीहरूलाई ढुङ्गा नआएको बेस्ट यहाँ हेर्नु सक्नुहुन्छ तल ढुङ्गा छ रियलको हिउँ हो कि त्यो सेतो मात्र देखा होला माथि तर हिउँ परेको चाहिँ देखिरहेको छ त्यही जस्तो लाग्यो मलाई चाइना बोर्डरहरू चाहिँ ल गाइजहरू यही हो हेर्नु सक्नुहुन्छ गाइजहरू ऊ त्यो होला चाइना बोर्डरको त्यो यही हो चाइना बोर्डर पल्लोमा यतानिर नेपाली बोर्डर यो नेपाली बोर्डर है अनि उताको सबै चाइनाहरू चाइनिजको कन्स्ट्रक्टहरू गरिरहेको छ यहाँनिर चाहिँ चाइनाहरूले विकसित गरिरहेको छ माथि हेर्नु सक्नुहुन्छ गाइजहरू हिउँ परेर जस्तो
सेतो सेतो देखिरहेको छ गाईहरू अब हामीहरू नजिक आइसकेको छ यहाँनिर यहीँको बासिन्दाहरू नि यहाँनिर धेरै हिँडेको छ चाइना बोर्डर नेपाली बोर्डर आइसकेको छ गाइसहरू यताको चाइना बोर्डर यताको नेपाली बोर्डर नेपालीहरूले नि विकसित गर्नुपर्छ यो ठाउँहरू चाइनामा हेऱ्यो भने यति दामी दामी छ नेपालमा नेपालीमा हेऱ्यो भने यस्तो यस्तो तर पनि यहाँ चाइनिज रेस्टुरेन्टहरू छ दाजु यहाँनिर आमाहरू नि हुँदो रहेछ आमा बुवाहरू